एक दुई दिन घाम लगाइदियो त यो मर्थ्यो नि है। झार चाहिँ धेरै उम्रियो कि। चितवनतिर त पुरै झारको औषधि हाल्छन्, गोड्दैन। यहाँतिर नि हाल्छन् र? तल्तिर बेसीतिर त हाल्छ त। हो र? सबैले झार मर्ने औषधि हाल्छ। यस्तो झार मर्ने औषधिले अझै पानी आउने हो कि? पानी आयो नि यो सबै सर्छ। घोडेको जस्तो सरे पनि घाँस काट्ने हामीलाई। बस्तुलाई घाँस होइन। दुई दिन अगाडि गोड्नु पाए भए चाहिँ पुरै हुन त ढिला भयो नि छैन नि। पानी भएर के मकै छरेदेखि पानी आएको। फेरि पानी नआयो भए यतिको मकै हुँदैन थियो नि त। त्यो पनि हो नि।